यसकारण पनि कृष्ण छ भने त्यो चाहिँ के हो त? नयाँ सृष्टि हो। आमेन। अनि जब खासै त्यो घडी त्यो समयमा के भयो त? नयाँ सृष्टि भयो। आमेन। अब यदि यसो गएर त्यहाँनिर जब खासलाई जसरी सुनाउनु परेको भए अहिले जस्तो भने सुसमाचार सुनाउनु परेको भए सायद जब खासले विश्वास पनि गर्दैन। तर जब फेरि जब खासलाई आफै नै यसो चाहिँ को हुँदो रहेछ भन्ने चाह भयो तब फेरि चाहिँ जब खासको जीवन यसो गर्न पर्यो। आज त्यसले हामी पनि यसोलाई हेर्ने इच्छा गर्यो भने यसोलाई हेर्ने चाह गर्यो भने चाहिँ हाम्रो जीवन परिवर्तन हुन्छ। अनि जब फेरि हामी नयाँ सृष्टि हुन्छ नि तब चाहिँ हामी पवित्र आत्माको फलहरू पर्नेछ। गलाती 5:22 के भन्छ त? प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वासता, नम्रता, संयम। कतिखेर आउँछ जब हामी नयाँ सृष्टि हुन्छ? नयाँ सृष्टि भयो नि त जब खास